इतना भारी सुरा एक ठो पिंडो मोरेक लाग बहनी बजा देबी ना अरे बहनी का टुफरिया किनाजो तारपर बेहोश आरो अपने नाच अब टौले देऊ कई कुंटल निकलल छोटी डुग्गी भर दे देऊ न हाथ दिखाओ दोनों लगो या फोटो फ्रेम खींच दे दादा हेलो गाइस मैं ये तो लगाई देख अपने निकल लागा फोटो खींचे लग गई बोला तो रे नवीन टमाटरनाव मोटरसाइकिल स्वस्तिका जिन्दगी भर काम गरी हुन्छ हामी ताली बजाइदिने छौँ उहाँले है एकदमै भावुक भएर आफ्नो छोरीलाई होइन केही समयपछि जब तपाईँहरूलाई पति पत्नीको रूपमा यहाँबाट सबैको अगाडि परमेश्वरको उपस्थितिमा घोषणा गरिनेछ है त्यसपछि तपाईँहरू एउटै शरीर भएर जिउनु हुनेछ श्रीमान श्रीमतीको रूपमा जिउनु हुनेछ र एउटा परिवारको निर्माण त्यहाँ हुन जानेछ तर बाइबलले हामीलाई के भनिराखेको छ जुन यो उपदेशक 4 अध्यायको 12 पदले भने कि 3 सुताले बाँडेको डोरी चाँडै चुडिदैन भन्दाखेरि एउटा डोरीलाई कसैले दुईटालाई गर्न सक्छ होला तर 3वटालाई बेरेको डोरी चाहिँ चाँडै कसैले पनि चुडाउन सक्दैन र यसले के भन्न खोजिराखेको हो भने आजको बेहुला बेहुलीलाई या नानी बाबु दुवैजनालाई उहाँहरू है दुईटा फरक परिवारबाट आज एउटै हुन जाँदै हुनुहुन्छ उहाँहरू दुईजना र तेस्रो चाहिँ परमेश्वर र श्रीमान श्रीमती र परमेश्वर जब एउटै हुनुभयो भने त्यो परिवारलाई या त्यो जीवनलाई कसैले पनि है तोड्न फोड्न बिगार्न सक्दैन है त्यसकारणले तपाईहरू आज वैवाहिक सम्बन्धमा बाँधिसकेपछि तपाईहरू दुवैजना सहित परमेश्वर चाहिँ तपाईहरूको वेदीमा हुन एकदमै आवश्यक छ। प्रिय आज यस विवाहमा उपस्थित हुनुभएका दाजुभाइ दिदीबहिनीहरू आज हामी एक अत्यन्तै पवित्र आनन्दमय अवसरमा यहाँ हामी भेला भएका छौँ। बुढाले हेरिसक्नुभयो